होइन कसको फोन आयो यो बेला नको बेला यो गरममा। ए बेबीको पो फोन आएको रहेछ। हेलो बेबी, के कति कामले पाल्नु भयो भन त। मकै बारी लिएर आउनु। किन नि? तिमी हरियो काँक्रो ल्याउँछौ, म मकै बारी ल्याउनु। किन? रिल बनाउन। कहाँ नि? सिलिम डाँडामा? होइन यो गरममा किन नि रिल बनाउने? फेरि कुन गीतमा? भाइरल सङमा? कुन चाहिँ भाइरल भएको छ र? हरियो काँक्रो कराम कराम, मकै बारी झर्याम झर्याम। ओ तो भाइरल गीतमा हुन्छ नि बेबी, तर मकै बारी चाहिँ छैन। कसरी ल्याउनु मैले? बारी बोकेर ल्याउनु? होइन, अलिकति ठन्डा दिमागले सोच न, बारी कसरी बोकेर ल्याउनु मैले? एक काम गर्छु नि त, अस्ति ससुरालीबाट पठाइदिनु भएको एउटा छिपिएको घोगो पोल्न नसकेर बारीको कुनामा फालेका थियौँ, त्यही अहिले अम्रेर जमरा निस्केछन्। म जमरा बोकेर आउँछु, हुँदैन र? हुँदैन? अब हरियो मकै त कहाँबाट पाउनु मैले? मकै बारी त्यही जमरालाई अगाडि राखेर झर्याम झर्याम काटेर हरियो काँक्रो कर्याम कर्याम खाएर बनाउला न त, हुन्छ? ल ल, अनि कति बजी आउनु? 2:30 बज्नलाई 30 मिनट अगाडि आउनु। ए ल ल, हुन्छ ल बेबी, राख। म आइहाल्छु, झट्टै आइहाल्छु ल।